आजको दिन चाहिँ एकदमै स्पेशल भएकोले चाहिँ आई डिसाइडेड टु डकुमेन्ट द डे। दिनको सुरुवात हुन्छ मर्निङ बेस रनबाट। त्यस पछाडि चाहिँ मैले क्लाइन्टको लागि मोर्गेजहरूको लागि हेर्न थालेँ। कपाल अफ आवर्स क्लाइन्ट्सको डकुमेन्टहरू सब्मिट अनि क्लाइन्टको केसहरू हेर्दा हेर्दै डिनर इभेन्टमा जानुको लागि टाइम भइसकेको थियो। अनि अब चाहिँ दिदी र म लाग्यौँ डिनर इभेन्टतिर। फाइनली हामी भेन्यू आइपुग्यौँ अनि भेन्यू चाहिँ एकदमै राम्रो रहेछ, भोको रेडिङ। मेरो पनि फर्स्ट टाइम थियो यो भेन्यूमा चाहिँ। बिफोर रिसिभिङ आवर गेस्ट वी वेन्ट थ्रु हाउ द डे इज गोइङ टु रन भनेर। आफ्टर अ वाइल गेस्टहरू पनि आउनु सुरु गर्नुभयो। यो डिनर इभेन्ट चाहिँ हाम्रो न्यू हाउस कम्प्लिसन भएको क्लाइन्टहरूको लागि थियो। इट वाज रियली गुड टु सी देम इन पर्सन। अनि हामीले चाहिँ मजाले चिटच्याटहरू गर्दै चाहिँ हाम्रो डिनर इन्जोय गर्न थाल्यौँ। Thank you very much everyone for your trust and support, and we are grateful to be part of your property journey. Let's keep working, let's keep growing, and let's keep celebrating together. अन्त्यमा दाइको फेयरवेल स्पिचसँगै हाम्रो इभेन्ट पनि सकियो। अनि लास्टमा दिदी र भाइको त एउटा फोटो खिच्नै पर्यो भनेर हामीले एउटा फोटो पनि खिच्यौँ। अनि हामी साथीहरूलाई बाई बाई भन्दै घरतिर लाग्यौँ। 2 मिनट भए पनि एकछिन पढ्ने हेबिट त बनाउनै पर्यो भनेर एकछिन पढेँ। अनि लास्टली जसले पनि यो डिनर इभेन्ट मिस गर्नुभएको छ, आई होप टु सी यु इन द नेक्स्ट वान। अनि यदि तपाईँहरूलाई चाहिँ हाउस बाइङ, मोर्गेज, रिमोर्गेज, होम इन्सुरेन्स मध्ये क्वेरी छ भने चाहिँ प्लिज डु नट हेजिटेट टु कन्ट्याक्ट मी अर माई टिम। थ्याङ्क यू।